यो काम छैन है, काम छैन यो। के काम छैन? 2 दिन बेला उसले 2 दिन मर्छ। काम छैन भन्छ आएर। यसको दुध हामी खाँदैन। छ्या तपाईले खानुहुन्छ दाइ, म त गाईको दुध हामी खाँदैन। यसको दुध चाहिँ खाँदैन दाइ म। परेलीमा लुकाइ राख न अंगालुमा बाँधी राख न। मलाई त कसैले चिन्नु पनि भएको होला तर थाहा छैन होला, तर मैले अफिसियल मैले मोडलिङ पनि गरेको छु, म मोडल पनि हो है। मेरो भिडियो पनि देखाइदिए हुन्छ है, भिडियोमा लाइक जहाँ पनि भेट्न सक्नुहुन्छ। स्पेशल छुट डिस्काउन्ट पनि छ। केटीहरुलाई स्पेशल छुट 21 मा फ्री। साथीहरु हैन, दाइको च्यानललाई लाइक गरिदिनुहोस्, सब्स्क्राइब गरिदिनुहोस् हैन। हेलो गाइस, रोजी दाइ सुनावर आज हामी चाहिँ गोल घर प्र्याक्टिस गर्न चाहिँ गएको। हामी त्यो अहिले ड्यास गरेर बुफर लिएर यहाँ कन्ट्याक्ट गरेर अनि हामी नयाँ स्टुडियोमा नयाँ बुफर हामी पनि नयाँ मान्छे हो तर अहिले त्यो त्यहाँ नाच्छु लगभग सौँसे ताज भिडियो के आज गर्छ। हजमुला क्यान्डिलले मा केटीहरु पुरै खाइसकेको छ भनेको छिराको कन्सेप्टमा नछिराउने रे आफू छिर्रे आफू कहाँ छिर्ने ठाउँ हुनु पर्यो नि त। यहाँ आएर बसिरहेको टक्क आवाजहरू पनि आउन थाले हो, खोइ कतिखेर आउँछ त्यो आवाज। भाइ मुजी कामै छैन। फाइनली गाइस हामी आइपुगेका छौँ। हाम्रो यहाँ आमस भएर चाहिँ चौजो खोजेर खाइदियो कस्तो होला त यार। खराब यार के छैन आए भाइ म काट्दिन्छु। भाइको बिग फ्यान हो एकदम भाइ। हामी यो काम छैन है, काम छैन यो। यसलाई चाहिँ पिट्नै पर्ने बेला भएको छ। के काम छैन? 2 दिन बेला उसले 2 दिन मर्छ। काम छैन भन्छ आएर। यसको दुध हामी खाँदैन। छ्या तपाईले खानुहुन्छ दाइ, म त गाईको दुध हामी खाँदैन। यसको दुध चाहिँ खाँदैन दाइ म। जे पनि मान्छेले यार नामै पुष्पराज आवाज त्यसले दुध दिन्छ हो। हो आउनु दिन्छु त्यहाँ जग्गालाई लिएर हैन कति धेरै चाहिँ निक्लिदैन कति निस्किन्छ भन्दा। अनि गाइस कुराहरु यस्तै हो। तपाईले दुध खान्छ त्यसको अनि खाँदैन। गाइस फेस देखाएको छैन होला। अनि फेरि चाहिँ के गर्न भने हैन आउनै नहुन्छ हामी गोलो घर म चाहिँ खानेकुरा लिएरै आउनुपर्छ त गोलो घर आउनु हैन दाइ आउँदा के लिएर बस्छ चौज ल्यायो मैले औँठी ल्यायो अनि अझै लङठी ल्यायो के ल्यायो अझै कति कालको लङठी यत्रो मोटो लङठी ल्याएछ। कत्रो मोटो यत्रो मोटो लङठी तपाईले त्यसको दुध खान्छ भने खानु पनि हो। सब खाइदे ल सब खाइदियो आजको राम सब खाइदिन्छ। खाइदे दे त मेरो त फोटो सुट गर्न बाल छैन को धनी को गरी पनि कले बाइले खतरा छ ल। सही गर्न मस्त हो भाइ खतरा गाउँछ नि। जन मैले गीत गाइदियो ल सुने दाइ छ्या डान्सर भएर यस्तो सुने दाइ नादिहाल्छ नि फटाक्क ल नादिन दाइ। मे कसी के सैया मारे ला पक अइ बसेर दिन अलि दिन दाइ अलि नर्जीले यस्तो छ होला। गीत गा भाइ बिचमा 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 दाइ। अब डान्स गर्नु त। रेडी 1 2 3 गो 10 गाइदियो। बहिया में कसी के सैया मारे ला उ त्यहाँ नाच्नु न जान्दिन भाइ तिमी नाच्नु। ओए अब त गीत गा त। म गाउँदैन दाइ म जान थाल्यो ढिलो भइसक्यो यार। बस भर्खर आएर जानु भन्छ। 11 भएपछि मेरो बाउलाई स्कुटी दिनु छ ए हामी पनि जाने हामी जाने हो के सँगै कहाँ जाने ल जाऊ न त सँगै। हाम्रो अलिकति रिल सुट गर्नु बाँकी छ। हो भाइ तिमी एउटा गीत गान। खाइदिन्छ त्यो त खाने जतिसम्म के खाइन्छ भाइ जान्दिन केही न केही मादर त अलिकति चोकोपन खाने बेलासम्म सक्छ कि। दाइ म घर जानु छ कि म हैन गीत एउटा गीत त हैन त्यस्तो त जाँदै जाँदैन दिने दिने म हैन त्यस्तो हुँदैन। अनि अलिकति म धेरै हाल्दैन के राम्रो भोइस मात्रै हाल्छु काटेर ल। नाच्नु ल ल सैया सैया हैन सैया फेभरेट हुन्छ सबैको परेलीमा हैन ल परेलीमा। ल हाम्रो गाइस हाम्रो नयाँ भाइ ह्यान्डसम क्युट एउटा आँसु नाहो। अब उहाँले सय गीत गाउँछ रे ल भाइ सैया हैन के सैया सैया तेरी आँखों की गाजर ल कुन गीत गाउँ म एउटा गाउँछु अनि गइहाल्छु ल त। ल ल ल एउटा छोटो मिठो ढाडो आउने ल ल सबले लाइक गरिदिनुहोस् दाइको च्यानललाई भन्यो सब्स्क्राइब गरिदिनुहोस्। हाम्रो दोस्त पनि आयो। हाम्रो दोस्त पनि आयो आउँदैछ अब आउने बेला छ। के छ दोस्त काम चल्दैछ ल सुन्दिउ आऊ यहाँ गीत सुन ल गीत सुन्दिउ सिङ्गरको हैन दोस्तलाई हैन नि साथीहरु स्पिकर लिएर आएर केडा यतिकै सुट गर्नलाई अलिकति यसो भिडियो चाहिँ बनाइसो गर्न आए के छ हल्दी चल्ली भर्खरै क्यामेरा आएको यार सबजना आउने फोटो खिच्नले यता गोलघर वेलकम टु गोलघर
ल गीत सुन्दै सुनिदिउँ ल मुडमा आउँदैछ गाना यहाँ के रहेछ आज त्यसै कि अब खाना पकाउन यहाँ चाहिँ रमाइलो गर्दैछ मान्छेहरू मैले चाहिँ यस्तो भागा गीत यार मैले पहिलो सुने यार लोकगीत गीत हो नि त लोकदोरी गीत आउँदैछ यस्तो भागाहरू मैले सुनेको भाइ गाना लोकगीत धेरै गीत आउँछ कि ल लाज लाग्यो हो फाइनली गाइस उतै शीतलमा गएको त्यो पनि बङ्गाली हो केटाहरू यहाँ छ हाम्रो भाइ चाहिँ अब गीत गाउन सुरु भयो ल साथीहरू होइन दाइको च्यानललाई लाइक गरिदिनुहोस् सब्सक्राइब गरिदिनुहोस् होइन हाम्रो कालदोष त्यही छ म एउटा गीत गाएर गइहाल्छु कुन गीत गाउँ दाइ परेलीमा गाउँ परेलीमा ल परेलीमा लुकाइराख न अङ्गालोमा बाँधिराख न परेलीमा लुकाइराख न अङ्गालोमा बाँधिराख न जान नदेऊ रोक नरोक उड्न नदेऊ आकाशको चरी जस्तै मलाई बाँधेर राख तिम्रै मुटुमा यो त तिम्रै धड्कन हो साँचेर राख तिम्रै आँखामा यो त तिम्रै सहारा हो मनभित्र साँची राख न आँखाभित्र अल्झाइराख न मनभित्र साँची राख न आँखाभित्र अल्झाइराख रम्न देऊ न तिम्रै आँखामा बासु बस्न देऊ तिम्रो हृदयको ढुकढुकीमा बाँधेर राख तिम्रै मुटुमा यो त तिम्रै धड्कन हो साँचेर राख तिम्रै आँखामा यो त तिम्रै सहारा हो ल भाइ दाइ म मुत्न गएको दाइ अहिले भिडियो नबनाउनु है म बनाउनै आउँछु त्यहाँ नबनाउनु न मजा गरे म्युजिक कस्तो डेन्जर गाउँदो रहेछ यो मम्मीहरूले अब हो रमाइलो गर्दै रहेछ त सबैजना अनि दाइ के छ हाल खबर सब ठिक छ यार अटो हाम्रो दाइले खतरा सेवा गर्नुहुन्छ है जहाँ पुगाउनु पनि पुगाइदिन्छ त्यसको लागि एकदम सेवाको लागि म एकदम अगाडि छु केटीहरूलाई त स्पेसल सेवा केटीहरूको लागि रानीहरूको लागि झन् स्पेसल सेवा हो होइन दाइ डिस्काउन्ट पनि हुन्छ गाइस डिस्काउन्ट पनि दिन्छ केटीहरूको लागि दाइ म चाहिँ अहिले गोलो घरमा छु ओ के छ ठिक छ के छ सब ठिक छ हाम्रो दोस्त हो उहाँ चाहिँ होइन उहाँको अटो छ निजगढ औटाटोलमा मलाई भेट्नु होला अझै 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 अब अझै के भन्नु अनि मलाई त कसैले चिन्नु पनि भएको होला तर थाहा छैन होला तर मैले अफिसियल मोडलिङ पनि गरेको छु म मोडल पनि हो है दाइ खतरा ह्यान्डसम पनि छ है अनि उहाँ चाहिँ पहिले हाम्रो बजाज सोरुममा काम गर्नुहुन्थ्यो अगाडि होइन त्योभन्दा अगाडि सुन्दा खान्थ्यो है दाइ तपाईँले आजकल धेरै सुन्तला खाने भएको छ है मुक्सामा किन मुक्सा झन् र सुन्तला कि सुन्तला दुईटा सुन्तला छ यहाँ मेरो भिडियो पनि देखाइदियो हुन्छ है भिडियोमा लाइक सब्सक्राइब कमेन्ट्सहरू गर्नुहोस् होइन दाइको मोडलिङ बेलाको भिडियो कभर अनि के छ हाल खबर दाइ ठिक छ सब ठिक छ मा कसम चिनी भन्दा नि गयो सुन्दा धेरै मिठो छ दाइको बे भएको छैन है सिङ्गल हो फेरि सिङ्गल हो कोही छ भने भनिहाल्यो हुन्छ नम्बर पनि भनिदिइराख्छु सुरजको नि बिहे भएन नम्बर दाइ 9809229997 मा मलाई सम्पर्क गर्न सक्नुहुन्छ जहाँ पनि भेट्न सक्नुहुन्छ स्पेशल छुट डिस्काउन्ट पनि छ केटीहरूलाई स्पेशल छुट फेरि पनि म भन्न चाहन्छु शनिबार हाम्रो बिएसआर इङ्ग्लिस बोर्डिङ स्कुलमा चाहिँ कन्सर्ट रहेको छ
यो हामीलाई बोलाएन हामी पछि जान्छु एक बजीतिर तिर फ्रीमै जानु तर बोलाउँदैन भने फ्रीमै जानु हामीलाई स्पेशल इन्भाइट छ त्यही कारणले हामी स्पेशल तरिकाले जान्छौँ हामीलाई प्रोग्रामको लागि नबोलाउने एउटा बेलामा चाहिँ जाने बेलामा चाहिँ हामी हिरोमा जान्छौँ खोइ कहाँ जान्छौँ सुरज उतातिर गएको छ त्यहाँ जङ्गलको एउटा मान्छे छ त्यहाँ आदिवासी हो यो मान्छे हिँड्दा खै यो मान्छे बेला बेलामा नाच्छ कहीँ कहाँ पुग्छ यो हरायो भने कन्ट्याक्ट राख्नु होला 984502633145 है खतरा ब्लग फाइनली हामी क्लास फाइनली गाइस हामी चाहिँ पुरै भमरादेखि लिएर सर्टसम्म देखेर चिया खाएर पौडी खाएर है दाइले मैले खुवाएको होइन मलाई सुनाइरहेको थियो है केटी पढ्यो फोटो मागिरहेछ फोटो पठाएको ब्लग पोटापोटे गऱ्यो होइन पोटापोटे गऱ्यो अहिले पनि सबैलाई दियो अब उमेर कलेमा जान्छु नि त फेस राम्रो नभएर ब्लग खत्तम जिन्दगी दोबारा फिर न्यू दोबारा हो गया तर गाइस के छैन जीतने वाला को भी हाथ झुक्छ मात्र बुझ्न सोच से झुकेगा नहीं बुढा स्माइल हो जीतने वाले को भी यार झुक जाओ तुझको मैं थोड़ा मार देती म झुक्दैन गाइस अब शनिबार कन्सर्ट छ गाइस दुईजना नाच्छ तपाईहरु उहाँ आउँछ हामी नाच्दैन गाइस हामी नाच्दैन हामी नाच्ने वाला मान्छे हो नाच्दैन धनी मारे हामी नाच्दैन ओन्ली ब्लग हेर्ने मान्छे सब जसले पनि होला हेर्नु होला गीत सबैले हेर्नु होला हामीलाई बिनाइनबाट आइकन हैन म सुरज रोनी कहीँ नाच्दैन गाइज सब्स्क्राइब शेयर पैसा लाग्दैन दाइ सब्स्क्राइब हाम्रो भलामा सब्स्क्राइब सब्स्क्राइब गर्नु पर्यो मान्छे कटान गरी